ओइ इन्जाम चोकतिर कलेज छुट्ने बेला भयो। जान्न म खोल्टीमा सुक्को छैन, लभ मात्र गरेर के गर्ने र। जामिन किट्टा खान। उसलाई यहाँ कत्रो टेन्सन छ, तँलाई तरुनी रक्सी भए हुन्छ है। चिन्ता नगर केटा, एउटा नि एउटा उपाय त लाग्ला नि। ल जा ओए, गाउँ जान टिकट ल्याइदिए है। ल ल हेलो, के गर्दैछस्? यत्तिकै बसिराखेको, अनि पैसाको कुरा के भयो? कसै पनि गर्न सकिनँ। बरु तैँले त्यता खोज्न। कसले पो दिन्छ र यहाँ, अरू को नै छ र हाम्रो। के गर्ने त उसो भए? भोलि म आउँछु अनि कुरा गरौँला। चोर्न पऱ्यो नि चोरौँला, लुट्न पऱ्यो नि लुटौँला। पैसाको कमीले तलमाथि हुन दिन्न म। तेरो साथीसँग छ कि सोध्न? छैन बिचरा, खाने बस्नेदेखि हर खर्च उसैले गरिरहेछ। फेरि उसलाई कसरी समस्यामा पारौँ? एउटा सम्बन्ध जोगाउन अर्को सम्बन्धलाई धरापमा पार्न सक्दिनँ म। उफ, लास्ट थकेला चाहिँ। कहाँ कतिस र? सविता भाउजूकोमा बत्ती बिग्रिएर रहेछ, बनाएर आएको। जामेट भात खान। हुन त भाउजूकोमा गएको, बत्ती मात्र त पक्कै बनाइनस्, केही नखाइ त आइनस् होला। के हो थाहा छ केटा, यो हाम्रो खानदानी निशानी हो। खानदानी निशानी भन्दै गर, कुन दिन सेल टिप्छस्। मलाई यस्तै खुवाएर बिगार, तँ परिस राजाको छोरा। सिक्री खोइ त तेरो। जति चाहियो त्यो बेच्दै यार। बेच्छस् मुला, कुन केटीलाई दिएर मरिस। अहिलेको जमाना सिक्री लाउने कुरा नगर न, चोर डाका मात्रै छन्, कसरी हुन्छ? पैसा चाहिँ कहाँ राखिस् त? किन लुट्नु मन छ र? अब साथीलाई पनि चोर देख्न थालिस् है। खपरमा त लिएरै आएको रहेछ नि। हेर्दै गुन्डा जस्तो छस् त। ओए लाउट चिया खा। त्यही टेबलमा राख्दै। धेरै रक्सी नखानी, म आउनभन्दा पहिले सिल्टुमुरु खालास्। बिहान बिहान के नाटक सुनाउँछ यार? केटी रुममा नल्याइ त पक्कै पनि छोड्दैनस् होला। रुम चाहिँ फोरो नगर्दै। मुला कति प्यार प्यार गरेको, बिहान बिहान नि सुत्न दिँदैन। ओए मलाई तिमीले जान्दैनस्? त विदेश जान लागोस् र तँलाई छोड्न जाने, त एक्लै जा। हैच्छस् मुला तँ पनि। ओइ बत्ती निभाएर जा है।
बिस्कुट पुकारा है। दोस्त, यसमा 2 लाख छ। अब तैँले कसैसँग झुक्नु पर्दैन अनि कसैलाई लुट्नु पर्दैन। त चाहिँ आमाको उपचार गर्ने पैसा नभएर छटपटाउने अनि म घाँटीमा सिक्री भिरेर हिरो बन्दै हिँड्न पनि त सहेन होइन। म यो पैसा तेरो हातमा त दिन सक्थेँ, तर तेरो आँखामा आँसु भने देख्न सक्दिनँ। चाहले मान्छे हाउडे भए पनि मन भने कमल छ। आमाको राम्रोसँग उपचार गरेर आइज। त भइनस् भने चुरोट थोतेर पालिदिने मान्छे पनि हुँदैन अनि रक्सीमा पानी मिसाइदिने मान्छे पनि।